कहाँ त्यसो गरेको अझै म त यसमा त 2 कोठाको घर बनाउने 5 तला अनि यो खुल्लै राख्ने अनि माथि यो सडन हुन्छ अनि माथि सडक कोठेबाट निकालेछ सपना त देखा के सपना बाँचिरह्यो भने तरकारी पछि छोराछोरीले अब पैसा डाँडा काँडा यो ढाउँ जतिले देखाउँछ कहाँ गरेर तल गइरहेको पुरै सबै हुँदा है औलाले ए हिँड्नु भिडियो खेप्दै हिँड्ने यहाँ केले गरिसकेको हो र ए अरू जान्छन् खाएबार हिटो होटल हामी जान्छौँ गइरहेको जग्गामा यो ठाउँले के भन्छ यसलाई के भन्छ पोइन्टर भन्छ के भन्छ अरे बाबा जगडोल मुनि जगडोल पर्छ होला जगडोल पर्छ जगडोल जगडोल पर्छ क्या जगडोल बाबा चाहिँ पुरा मेरो नानीहरूलाई 2टा नानी बस्ने ठाउँ हो यो चाहिँ तर 2टा नानी बस्छ एउटा चाहिँ अब एकछिन हिँडिदिएर एउटाले चाहिँ यहाँ सुताइदिइरहेछ बाबा चाहिँ टक्क लाएर नातिनीहरूलाई गुडाइरहनु भएको छ ल छोरीहरू चाहिँ आजबाट मामा घर आएर यतातिर हामी घुम्न आएको आज शनिबार मनाउन यिनीहरू चाहिँ खेल्नलाई हामीले यसरी यहाँ लिएर आएको पार्कमा हामी चाहिँ यो खास गरी गोकर्णतिर हो मम्मी बाबा आन्टीहरू हामीसँगै आएर यसरी बच्चाहरू मजाले खेलिरहेछ यहाँ चाहिँ एकदम राम्रो ठाउँ रहेछ यो चाहिँ पार्क रहेछ होइन बच्चाहरू खेल्नलाई टाइम एक्सपेन्ड गर्नलाई बच्चाहरूलाई हरेकचोटि मोबाइलमा मात्रै कति टाइम दिनु बच्चाहरू खालि मोबाइल हेरेर वाक्क लाग्यो मोबाइल हेरेर बिग्रिसक्यो भनेर यिनीहरूलाई घुमाउन भनेर हामीले यसरी लिएर आएको घरबाट अलिकति टाढा हो मम्मीहरूको घरबाट माइती आएको बेलामा टक्क लाएर बच्चाहरूलाई रमाइलोको लागि यसरी घुमाउनलाई यसरी पिङ खेल्न लिएर आएको छौँ यहाँ त यसरी बस्ने म्याट पनि छ कस्तो राम्रो ठाउँ छ बच्चाहरू खेल्ने ठाउँ तपाईँहरू पनि यसरी बच्चाहरूलाई आफ्नो बच्चालाई यहाँ ल्याएर खेलाउन सक्नुहुन्छ यहाँ चाहिँ धेरै टाढा छैन होइन गोकर्ण मन्दिर जाने भन्दा अझ के हो यो मेरो प्यारो गोकर्ण सो यता रहेछ ऊ त्यहाँ हेर्नुहोस् त्यहाँ चाहिँ मेरो प्यारो गोकर्ण सो ठ्याक्कै यतातिर छ रमाइलो छ यो पार्क चाहिँ बच्चाहरूलाई खेलाउन धेरै राम्रो सजिलो रमाइलो गरेर बच्चाहरूले खेलिरहेको छ ल यही हो हाम्रो चाहिँ मम्मीहरू उनीहरू चाहिँ टक्क लाएर ल आउँछ र यहाँ आऊ
त्यसो गरेको